गर्दाखेरि केही न केही गल्ला बारी भन्ने हो। अनि त्यो बारीमा रोप्दाखेरि फल्छ। रसिलो मलिलो माटोमा लर रोपेपछि अनि फल फल्छ। यही कुरा बताउनु हो। मेरो मलिलो हृदय थियो। ती ऋषिहरूको 4 महिना कथा सुन्दाखेरि म त भगवानको अब त्यो लतै लाग्यो क्या। लतै लाग्यो। चुरोट खाने मान्छेलाई चुरोट, मदिरा सेवन गर्ने मान्छेलाई त्यो पाएन भने हुँदैन नि। त्यही चाहिन्छ। त्यस्तै मलाई यस्तो भयो। भगवानको कथा नपाइकन बस्न नसक्ने भएँ। त्यस्तो नशा लाग्यो मलाई कथामा, हरि कथामा, कृष्ण कथामा। र अब त्यसपछि अत्यन्तै मनोहर ऋषिहरू अत्यन्तै गदगद भएर गान गर्नुहुन्थ्यो। त्यो सुन्दाखेरि त्यहाँ श्रद्धा पनि मेरो बढ्दै गयो र भगवानमा मेरो रुचि जागृत भयो, प्रीति जागृत भयो, भक्ति जागृत भयो भगवानमा। र त्यसपछि अब मैले सारा चराचर जगत सबै भ्रम देख्न थालेँ। अब अहिले देखिँदैन। अहिले हामीले भ्रम देखिँदैन। संसार सत्य जस्तो देखिन्छ। अब यो संसार झुटो देख्नका लागि हामीले भगवानको भजन गर्नुपर्छ, भगवानको कथा सुन्नुपर्छ, अनि मात्रै झुटो देखिन्छ। एउटै कुरा पनि बारम्बार भनिरह्यो भने सत्य हुन्छ। झुटो कुरो पनि सत्य हुन्छ क्या। झुटो पनि बारम्बार भन्यो भने सत्य हुन्छ। अब म हजुरलाई एउटा कथा सुनाउँछु फेरि। एकजना ब्राह्मण गुरुजी हुनुहुँदो रहेछ। श्राद्ध गर्न भनेर जानुभएको। अनि यजमानले एउटा कालो बोको दान गरेर पठाएछन्। कालो बोको। बोको पाएको गुरुजी दङ्ग परे। बोको हिँड्दैन बाटो। टाउकामा बोक्नु पर्ने स्थिति हिँड्दैन। कहाँबाट डाँडो कटेर आउनु पर्ने थियो। बोको हिँडेर गुरुले टाउका हाले। अनि बाटा चाहिँ हजुरको के भएछ भने 4 जना चोरहरू बसेका रहेछन्। चोरहरू उनीहरूले यसो विचार गरे के गर्ने होला। यो ब्राह्मणको यसै लसार पसार गर्न नै मिलेन। के गरी छोड्ने हो केटा, यसो लगाओ न केही तरिका भनेको एउटाले भन्नु ल म आइडिया लाउँछु बस तँ त्यो कुना गरेर बस भन्नु एउटाले। अर्को त्यो 4 जना थिए। ती 4 जना 4 ठाउँमा बसे। अलग अलग 4 ठाउँमा बसे। अन्त 4 ठाउँमा बसिसकेपछि अब गुरु जुन बाटो आउँछन् त्यही बाटोमा बसे 4 ठाउँमा। अनि त्यसपछि पहिलो चोरले के भन्यो भने गुरुदेव हरिशरणम भन्यो। हरिशरणम बाबु के छ? राम्रो छ गुरु। अनि होइन गुरु के हो यो? काँधमा कुकुर बोकेर हिँड्नु भएको छ नि त तपाईँ त भन्नु। त्यो पहिलो चोरले बोको लिएर हिँडिरहेको छु कुकुर भन्छ। अलि राम्रो चस्मा लगाएर आइज जा भने गुरु अगाडि बढे। पहिलोचोटिले केही असर गरेको छैन। दोस्रो चोटि गए। अर्को चोरले भेटायो। गुरुदेव राम राम भन्यो। राम राम बाबु के छ? राम्रो छ। लौ नि गुरु के गरे तपाईँले? यस्तो यो लाज हुँदैन? कुकुर बोकेर हिँड्नुहुन्छ टाउका यसरी ब्राह्मणले। अब लाँदैन हामीले तपाईँलाई भन्नु थाल्यो। दोस्रो चोरले त्यसो भन्यो। हेर्नु त्यसो भएपछि गुरु होइन के हो भने यसो छामे हेर है बोकै हो यो, कहाँ कुकुर हुन्छ? अलि नजिक आएर हेर भने गुरु अगाडि बढे। अर्को तेस्रो चोर बसिरहेको छ। त्यसले के भन्नु भने लौ नि ल बर्बाद भइगयो नि। कलियुगले छोपेछ। अब कलियुग आएछ। अब बिग्रेछन् ब्राह्मणहरू। बर्बाद भइगयो नि। अब हेर कुकुर टाउकामा बोकेर हिँडा दिन पनि देख्न पर्यो मैले। हे यमराज मलाई पहिल्यै किन लगाएन भन्छ त तेस्रो चोर। अनि त्यसपछि गुरु अब होइन एउटा झुक्किनु पर्ने, 2टा झुक्किनु पर्ने, 3 जनाले कुकुर भनिसके भने भुइँमा राखे। भुइँमा राखेर यसो हेरेका कता कुकुर पो देख्न थाल्यो। तिनले त ध्यान हेरे अझै पुरा देखिसकेको छैन। फेरि भयो यो बोको हेर त बोको आकार छ भने काना बोकेर हिँड्यो। अर्को चौथो थियो बसेको। चौथो चोरले टाढैबाट बिलाउन गऱ्यो। लौन नि आयो यो कलीको कराल भुमरी छोपेर चारैतिर आँखा बन्द भए कलाकृति गए मनमा छ साह्रै पिरलो। के दिन देख्नु परेको यो हे दैव हे राम। हेर ब्राह्मणहरू सकिएका। कुकुर टाउका निर्लज्ज भएर बोकेर हिँड्न सुरु गरे। अब के श्राद्ध गराउनु यस्तो ब्राह्मणलाई भनेर त्यसले त्यो भन्ने बित्तिकै तल भुइँमा राखेर हेरेका। अब त टाउको पनि ठ्याक्कै देखे, कान पनि देखे, पुच्छर पनि देखे। त्यो आज मलाई त्यसले बोको भने कुकुर भिडायो भने ती छोडे। ती छोडिदिएर ब्राह्मण एउटा सिराको पोको बोकेर घरतिर लागे। 4 जना चोरहरूले दसैँ मनाए। कृष्ण कन्हैया लालको यस्तो झुटो कुरा पनि बारम्बार भनिरह्यो भनेदेखि त्यो सत्य हुन्छ। झुटो कुरा पनि त्यो संसार पनि त्यही भएको हो हाम्रो। यो बस यही सत्य हो, यही परिवार, यही छोरो, यही आमा, यो भन्दै त्यो रड्दै सत्य जस्तो भएको हो। वास्तविक यो होइन। सेवा सबैको गर्नुपर्छ। बा आमा इष्ट मित्र गुरु यो सबै सकेको सेवा सबैको गर्नुपर्छ। तर कोही सत्य होइन, शाश्वत होइन। छोरो पनि सत्य होइन, शाश्वत होइन। श्रीमती पनि सत्य होइन, शाश्वत होइन। श्रीमान पनि सत्य होइनन्, शाश्वत होइनन्। सबैले अन्तिममा रौँ नै हो। अन्तिम निष्कर्ष
एकले अर्कालाई रौनी हो। त्यसैले यो कुरो बुझ्नुपर्छ। मैले चाहिँ बुझेँ भन्नुभयो देवर्षि नारदजीले। मैले चाहिँ बुझेँ, यो कुरो बुझेपछि त बिहे गर्न पनि इच्छा लागेन भन्नु। अनि ती ऋषिहरूले जाने बेलामा मलाई एउटा मन्त्र दिएर जानु हो। त्यही मन्त्रको जप गर्न सुरु गरेँ। नमो भगवते तुभ्यम वासुदेवाय धीमहि प्रद्युम्नाय अनिरुद्धाय नमः शङ्कर्षणाय च। यो मन्त्र दिएर जानुभयो ऋषिहरूले। जाने बेलामा मलाई अब यो मन्त्र जप गर्दै म रहेँ। त्यसपछि मेरी एउटी आमा हुनुहुन्थ्यो। गाई दुहेर फर्किने बेलामा उहाँको प्रारब्ध आएको हुनाले गर्दा, समय पुरा भएको हुनाले गर्दा एउटा सर्पले आएर डस्यो। त्यही सर्प नै काल बन्यो र मेरो आमाको शरीर छुट्यो। त्यसपछि अब म एक्लो भएँ। मेरो बुवा हुनुहुन्न थियो, म एक्लो थिएँ। आमा पनि जानुभयो, आमा पनि मेरो अब रहनु भएन। भनेपछि अब मैले विचार गरेँ, अब मलाई अल्झाउने कोही पनि छैनन्। भगवानले मलाई बाटो खुला गरिदिनु भएको हो भन्ने कुरो मैले विचार गरेँ। त्यसपछि एकान्त जङ्गलमा गएँ। त्यहाँ गएर मैले भगवान श्रीकृष्णको दिव्य चरणको ध्यान गर्न सुरु गरेँ। अत्यन्त डरलाग्दो वन थियो, तर मलाई डर लाग्यो।